वेलकम टु आवर मिनी व्लग। अनि आज चाहिँ हामी हाम्रो धारा बिसाउने भन्ने ठाउँमा रहेका छौँ। अनि भ्यू चाहिँ तपाईहरुले पछाडी देख्न सक्नुहुन्छ नै, यो ग्रीन प्लान्ट अनि त्यो एउटा ठुलो चिलेत्रोको रुख छ। अनि आज चाहिँ हामी तीन बहिनीले एउटा कुरा डिसाइड गरेका छौँ र आज चाहिँ हामीले मेनली यो भ्लगमा हामी तीनटामा भएको क्वालिटीहरु, गुड क्वालिटी, हाम्रो एम ड्रिम्स अनि फेरि हामीमा भएको ट्यालेन्ट सो गर्न जाँदैछौँ। अनि फेरि फर्स्टमा सुरु गरौँ तिमीबाट। तिमीलाई चाहिँ के आउँछ? पोइम आउँछ। सो तिमीले पोइम भन टपिक सहित है त। ओके, मलाई चाहिँ हल्का पोइम लेख्छु पनि अनि भन्न पनि मन लाग्यो आज। अनि म चाहिँ मेरो पोइम भन्न गइरहेकी छु। मेरो पोइमको टपिक चाहिँ मेरो देश। 9 लाख तारा सरह नेपालको संस्कृति हेर, नेपाल बचाउने उपाय सोच, माया र ममताले बेर। पहिले नैको सानो नेपाल, धनी देशले चोरी चोरी झन् सानो भइदियो। नेपाल पछाडि रहने चलन सदैव रहिरह्यो। हत्या हिंसा बलात्कारले देश पछाडि पर्यो। कमजोर्यो नेपाली कानुनले नै गर्यो। वीर गोर्खालीले रगत र पसिना बगाएको देश, सबैले एकअर्काको साथ लिएर बसेको भेष। देशको जनताको निम्ति लोकतन्त्र आयो, तर भ्रष्टाचारले आज फेरि देश डुबायो। विकास त भयो तर विकसित मान्छे भएनन्, वीर गोर्खाली जस्ता अब नेपाली रहेनन्। देशलाई अब माया र ममताले बेरौ, देशलाई बचाउने सबैले प्रतिज्ञा गरौ। ओके, मैले चाहिँ भनिसकेँ, अब चाहिँ उनको टर्न। ओके, नाउ इट्स माई टर्न। अनि मैले चाहिँ के भन्छु भन्दा एउटा सायरी टाइपको पोइम छ मसँग। नाउ हाम्रो छोरी गाउँमा चाहिँ मलाई लाग्छ सबै साहित्यकार छौँ, किनकि सबलाई पोइम लेख्न मनपर्छ, स्टोरी लेख्न मनपर्छ र आफ्नो थट सेयर गर्न मनपर्छ। र स्पेसल्ली मैले चाहिँ एउटा सायरी टाइपको पोइम छ मसँग, त्यो भन्न जान्छु। अनि त्यसको टपिक रहेको छ आशंका। मैले कुन सेन्समा यो लेखेँ त्यो त मलाई थाहा छैन, तर पनि लेखिसकेछु, सुनाउन जाँदैछु किनकि मलाई यो लेखिसकेपछि मन पर्यो। द्याट्स वाइ नाउ गेट स्टार्ट। सो मेरो यो सायरी टाइपको पोइमको टपिक चाहिँ आशंका रहेको छ, मैले पहिले नै भनिसकेँ। नाउ स्टार्ट है त। त्यो निलो गगनमा कालो बादल वर्षिदिए हुने, त्यो रातो गुलाबको पिलाहाली बारे मासे पक्रिदिए हुने, त्यो हरियो जङ्गल पतझर बिरुवा छैत मासु पनि कोइलीले गाइदिए हुने, डाँफे र मुनाल प्वाको पिजाई नाचिदिए हुने, किन झरेको होला त्यो गुलाब सुकेर, किन लुकेको होला कोइली असोज कात्तिक कुर्न, त्यो जुनेली रात किरकिरे किरा मिरमिरे साँझ, औँसीले जुन नढाक्ने भए, जुनले आकाश नछोड्ने भए, के दिन उदाउँथ्यो होला, के सूर्य आउँथ्यो होला। यति नै। अब चाहिँ पालो रहेको छ हाम्रो मिन्टुको। अनि तिमीलाई चाहिँ के आउँछ मिन्टु? मलाई पनि पोइम। ओके, उनले पनि पोइम भन्ने अरे है त। म चाहिँ भविष्यको बारेमा छोटो पोइम भन्छु। दिदीहरूलाई जस्तो लामो लामो पोइम भन्न चाहिँ आउँदैन। बन्ने इच्छा त धेरै छ नि, डाक्टर बन्ने भनेको मनी, पुरा गर्छु जसरी पनि, बस्छु दिन गनी गनी। ओके, यति नै। ओके, आवर भ्लग इज कम्प्लिट नाउ। ओके, आजको लागि चाहिँ बाई बाई। तर नभुल्नु होला लाइक, सेयर अनि कमेन्ट गर्न। थ्याङ्क यू। बाई बाई।